आज चाहिँ म छिमेकी राष्ट्र नेपालको फिक्कल बजार पुगेको थिएँ अनि त्यहाँ मेरो भेट भएको थियो एकजना अति हसमुख व्यवसायी दाई हरिबहादुर तामाङसँग। हरिदाईले एउटा चियाको पसल चलाउँछन्। म चाहिँ हरेकचोटि चियाको बहाना गर्दै उहाँको गफ सुन्ने गर्छु। आज उहाँसँगको कुराकानी म तपाईहरु समक्ष राखिरहेको छु। भिडियोलाई अन्तसम्म हेर्न नभुल्नुहोला। आसाममा गुवाहाटीमा अनि मैले के भने नेपालको आदमी फटाफट माल बार गर भन्छ। हामी चाहिँ कोइला खन्नु गएको थियो के कोइला खाने। ए अच्छा अच्छा पैसा के को 15 दिनमा टाप खन्नै सकिँदैन। राम्रो साह्रो है। धेरै जोखिम छ। कोइला खादमा पनि काम गर्नुभयो। 15 दिन कोइला खनेर भागेको मान्छे म। ओहो तपाईको त अन्त खुब मजाको कुरा पो रहेछ त। अनि त्यहाँबाट आसामको जङ्गलमा पिउला टिपेको मान्छे मैले। त्यो कोक्रा झार बगाई गाउँ थाहा पाउनुहुन्छ? हजुर हजुर म गएको छु। कोक्रा झार बगाई गाउँ छलापट्टि हजुर अनि यता उत्तरपट्टि सर्व भुटान गेलिम्फू भुटान अनि गुवाहाटी छेउमा चाहिँ के अन्तिम भुटान छ टुङ्स कि टाङ्ला के भन्छ त्यता पनि पुग्नु भयो आफै। अनि त्यहाँबाट त्यसो गर्दै त्यता चाहिँ के कसरी पुग्नु भयो? हजुर खाउँ आउनुहोस् यहाँ। त्यो घुम्ने सिलसिला हो के त्यो अल्लारे जमानमा सानो मेरो घर छोडेर हिँडेको जस्तै हुँदो रहेछ। गर्दै गर्दै लाँदाखेरि तर अहिले चाहिँ र पनि अहिले पनि काम चाहिँ गर्नुपर्छ नगरी हुँदैन। फेरि काम गरेन भने तपाईँको छटपटी हुन्छ कि। यहाँ चाहिँ कति वर्ष भयो मिठाई दोकान? त्यो त गरेको 33 वर्ष भयो नि झन्। 33 वर्ष हो। ऊ त्यहाँ चोकमा थियो अनि यहाँ हो अनि अलिकति तल सरे अलिकति माथि घरमा बसेँ 33 वर्ष ड्याङ। अनि इन्डिया घुमेर चाहिँ इन्डियामै सिक्नु भयो यो मिठाई बनाउने कि कसो? यस्तो यस्तो त्यो इन्डिया पनि हेऱ्यो अनि ढङ्गैसँगले आएर चाहिँ मालिकमा होटलमा काम गरियो। सुन्नुहोस् त्यो यस्तो रहेछ कि आफ्नो व्यापारको ग्रह पनि हुँदो रहेछ। मैले मालिकको होटलमा काम गरेको मालिक पनि सानो धनी भएको त हाम्रो ग्रहले गर्दा मालिकले पनि भएछ क्या। अनि मलाई अनि ज्योतिले पनि भन्यो यो मिठाई दोकान ठिक हुन्छ भन्यो। अहिले थालेको ठिक छ है। यसले तपाईँको बस किने बसले पनि काम काटेन। चामल दोकान गरे त्यो पनि काम काटेन। तर युएसएले मलाई नै अब बुढेसकालसम्म यही गर्नु तपाईँले सब यसले गर्छ भन्थ्यो। साँच्चै नै म फिक्कल आउँदा जहिले पनि यहाँ चिया पिउँछु क्या तपाईँकोमा। गर्दै लाँदाखेरि हो ठुल्ठुलो कामहरू यसरी भयो राम्रो छ नानीहरू होइन। तर हामीलाई यस्तो छ भने पत्याउँदैन। होइन मैले एउटा 2 जग्गा मात्रै देखेँ क्या तामाङ हाम्रो दाजुभाइहरूले मिठाई दोकान गरे। एउटा यहाँनिर एउटा चाहिँ आसाममा माथि छ। कुन ठाउँ भन्छ? जागुन भन्ने जग्गा अप्पर आसाममा त्यतापट्टि छ एकजना हुनुहुन्छ। उहाँ पनि घिसिङै जस्तो लाग्छ। हजुर अझै पनि छ उहाँको दोकान। म अलिक गर्छु 10-15 वर्ष गर्छु विचार गर्दैछु। गर्नु पर्यो जिउले सकिन्जेल त गर्नु गर्ने किनभने नि अब त्यो के अरे नानीहरूले आफै गर्छ हाम्रो आफै गऱ्यो क्या। वर्षकै नानीहरूसँग यसो दुःख देखाउनु नपरोस् क्या जिन्दगीले। तर पनि व्यापार गरेर छोराछोरी चाहिँ विदेशमा पुर्यायो। कहाँ पो छ भन्नुभयो? एउटा अमेरिका न्युयोर्क एउटा चाहिँ अस्ट्रेलिया सिडनी। ए अच्छा अच्छा आउँछन्। तपाईँको एउटा चाहिँ 4 वर्ष भयो बेसी नर्सिङ सक्यो अब त्यहाँ जागिरतिर छ। एउटा चाहिँ अस्ति दसैँभित्र अमेरिका पुगेर हालैमा त्यो चाहिँ वर्किङ भिसा हो गर्दैछ। ए अच्छा घन्टाको तपाईँको $70 हुँदो रहेछ तिनीहरूको चाहिँ। त्यसमा झ्यापैसँगले ज्वाइँ पनि लानु भएको छ। ज्वाइँको फाल्टै छ। छोरीले ज्वाइँ बिहा गरेर त्यो तपाईँको शिलङमा हेरेको कि। हजुर छोरी मान्छेले छोरा मान्छे बिहा गरेको मैले शिलङमा हेरेको। हजुर हजुर एकदम त्यहाँको त बिहा बेग्लै हुन्छ नि त। अब त्यस्तै भयो। अब यहाँ पनि अब छोरीले मेरो ज्वाइँ लग्यो भने झन्डै त्यस्तै हो।